भन्दा प्रचार गर्दा श्रमदान भनेर प्रचार गर्ने, तर त्यही श्रमदानको नाममा गरेको कामलाई डोर हाजिरामा चढाएर नगरपालिका लगेर बिल पेश गरेर त्यसबाट पैसा निकाल्ने र क्वाममा खाने श्रमदाता भन्नेहरूलाई बाँड्ने। मेयर हर्क साम्पाङले यस्तो काम गरिसके पछाडि धरानका उपमेयरले त्यहाँनिर चर्को विरोध गरे र यही चर्को विरोधका कारण हिजो धरानमा ठुलै झडप भयो भन्ने समाचार जताततै आयो साथीहरू। हिजो तपाईहरुलाई के लाग्छ कि मेयर हर्क साम्पाङले यस्तो गरे होला नि त? सामान्यतया एउटा साधारण मान्छेले पनि सजिलै सोच्न सक्ने कुरा हो कि साथीहरू, मेयर हर्क साम्पाङले यस्तो किसिमको गतिविधि कुनै हालतमा गरेका छैन। हो, उनको मुख छुचो छ, यसमा धेरैको विमति छ, मेरो पनि विमति छ। नेता भइकन यति साह्रो छुचो चाहिँ हुनु हुँदैन। उनले आफ्नो बोली सुधार्नु पर्छ भनेर मैले हमेशा भिडियो बनाइराख्ने गर्छु। तर साथीहरू, उनको बोली छुचो भए पनि उनको व्यवहार यो हदसम्मको चाहिँ पटक्कै छैन। यो 100% ठोकुवा लगाएर भन्न सकिन्छ साथीहरू। मैले चाहिँ भन्न सक्छु है कमसेकम। र हिजो लफडा भइसके पछाडि आज मेयर हर्क साम्पाङको एउटा भिडियो सार्वजनिक भयो, जुन भिडियो मैले पुरै हेरेँ। त्योभन्दा पहिला मलाई अलिकति कन्फ्युजन लागेको थियो साथीहरू। आखिर विषय के हो त? हर्क साम्पाङले यसो गर्न त कुनै हालतमा सक्दैनन्। त्यहाँ फेरि केही न केही नभइकन फेरि यत्रो प्रश्न पनि उठ्या छैन होला भन्ने चाहिँ मलाई लागेको थियो। तर त्यो भिडियो हेरिसके पछाडि मलाई छर्लङ्ग भयो कि त्यहाँको वास्तविकता के रहेछ त भने। वास्तविकता के रहेछ भने साथीहरू, मेयर हर्क साम्पाङले कुनै पनि काम गर्दाखेरिमा त्यहाँ जति पनि श्रमदाताहरूले श्रम गर्छन्, यदि त्यो श्रमदान पैसा तिरेर गरेको भए कति पैसा लाग्थ्यो त? त्यो हिसाब त राख्नु पर्यो। उनले त्यसरी राख्छन्। र मानव कुनै पनि एउटा योजना पर्छ, मानव 20 लाखको योजना छ, 20 लाखको योजनामा 10 लाख रुपियाँको सामान किनियो, 10 लाख रुपियाँ श्रम बापत लाग्यो, श्रमिकहरूको खर्च लाग्यो। डाटा त राख्नु पर्यो नि। कुनै एउटा 20 लाखको एस्टिमेट गरिएको योजनामा 10 लाख रुपियाँ सामान किनेर 10 लाख रुपियाँ श्रमको लाग्यो भनेर कमसेकम नगरपालिकामा डाटा त राख्नु पर्यो। भलै त 10 लाख रुपियाँ श्रम गरे बापतको पैसा लिँदैनन् श्रमदाताहरूले, त्यो पैसा दिनु पर्दैन भनेर त्यो डोर हाजिरामा भनिएको पनि छ। तर योजनाको डाटा त राख्नु पर्यो। यो योजनामा काम गर्दाखेरिमा यति खर्च भयो, श्रम बापत यति खर्च निस्कियो, सामान किने बापत यति खर्च निस्कियो भनेर त्यहाँनिर डाटा त राख्नु पर्यो नि। त्यो पैसा भुक्तानी गर्नु पर्दैन। त्यो श्रम गरे बापतको पैसा श्रमदाताहरूले लिँदैनन्, किनकि त्यो श्रमदान हो। श्रमदान भन्ने बित्तिकै त्यो फोकटीमा गरिने दान हो साथीहरू। पैसा लिएर गरियो भने त्यो श्रमदान हुँदैन। त्यो श्रमदान गरे बापत उनीहरूले श्रमदाताहरूले पैसा लिँदैनन्। तर खाली एउटा डाटाको लागि मात्रै मेयर हर्क साम्पाङले त्यसरी राख्ने गरेका रहेछन्। र यही कुरालाई लिएर माओवादीका उपमेयरले प्रश्न उठाएको भन्ने कुरा चाहिँ त्यो भिडियो हेरेपछि मलाई प्रष्ट भयो साथीहरू। अरू केही पनि होइन, जे भए पनि कमसेकम काम गर्नेलाई काम गर्न त देऊ यार। यो त हदै भयो। पछिल्लो समय मेयर हर्क साम्पाङको यो धरानमा श्रमदान अभियानले निकै नै धेरै चर्चा पाएको छ साथीहरू। निकै नै धेरै राम्रा कामहरू गरिराखेको छ। राष्ट्रको ढुकुटीको लाखौं रुपियाँ करोडौं रुपियाँ बचाएको छ। ल हेर्नुहोस् त, त्यही एउटा काम जो त्यो जाली बाँध्ने काम थियो, त्यो जाली बाँध्ने काम टोटल 17 लाख रुपियाँको लागतमा बन्ने योजना रहेछ। त्यसमध्ये 7 लाख रुपियाँको त्यहाँनिर जाली किनिएको रहेछ भने पुरै 10 लाख रुपियाँको श्रमदान चाहिँ त्यहाँनिर फोकटमा भएको रहेछ। राष्ट्रको ढुकुटीको 10 लाख रुपियाँ बचेन। 1 रुपियाँ नलिइकन श्रमदाताहरूले 10 लाख रुपियाँ बराबरको श्रमदान गरेछन् त्यहाँ। भनेपछि यहाँनिर राष्ट्रको ढुकुटीको 10 लाख रुपियाँ त चोख्खो बच्यो। खालि त्यहाँनिर 10 लाख रुपियाँ लाग्ने रहेछ भनेर डाटा सङ्कलन गरिन्छ, डोर हाजिरा लगाएर त्यहाँनिर यति पैसा लाग्ने रहेछ यति काम गर्दा भनेर त्यो एउटा डाटाको लागि त्यसरी राखिँदा त्यही विषयलाई चाहिँ लौले पैसा बाँड्यो भन्ने बनाएर सर्वथा प्रचार गरिएको भन्ने प्रष्ट बुझियो साथीहरू। यसो चाहिँ नगरौँ है, कसैले पनि नगरौँ। अझ त्यही माथि माओवादीले यसो गरेको चाहिँ फिटिकै सुहाएन। किनकि पछिल्लो समय अलिअलि देख्दाखेरिमा माओवादी कमसेकम उदाएका नयाँहरूप्रति अलिकति उदार देखिन्छ माओवादी। अनि जुन उदार देखिन्छ भनेकाले नै यसरी पछि परेर गलत अफवाह फैलाएपछि अनि माओवादीप्रति आम जनताको दृष्टिकोण फेरि कस्तो हुन्छ, कति नकारात्मक हुन्छ। एकपटक यतातिर पनि ध्यान दिउँ। त्यसो यस्ता कामहरू नगरौँ, काम गर्नेलाई गर्न दिउँ। सक्छौँ भने आफूले पनि सहयोग गर, सक्दैनौ भने कमसेकम गरेकालाई सरासर गर्न देऊ। बस यति बिन्ती छ।